आज प्रजातन्त्र स्थापना दिनमा म भूमिराज केही कुरा राख्न चाहन्छु। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा आज प्रजातन्त्र दिवस 2046 सालदेखि गणतन्त्र प्रजातन्त्र भई आएको छ र प्रजातन्त्र साथीभाइहरू पनि गणतन्त्र दिवस प्रजातन्त्र पार्टी गणतन्त्र पार्टी 2046 सालदेखि आइरहेको छ र हाम्रो चुनाव झगडा नभइकन शान्ति तरिकासित सम्पूर्ण होस् भनी म भगवानसँग प्रार्थना गर्न चाहन्छु। हाम्रो नेपाली सेना नेपाली प्रहरी आज स्थापना गरेको दिन हो र पहिल्यैदेखि त्यस अगाडि बढाउँदै आएको छौँ र शान्ति सम्पूर्ण राजनीतिक दललाई शान्ति दिउन् भन्ने म व्यक्त गर्न चाहन्छु र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि गणतन्त्रवादी पार्टी हो। हामी सबै चुनावबाट अगाडि बढ्नु पर्छ र देशको विकास अगाडि बढाउनु पर्छ भन्ने मेरो यही चाहना हो र हाम्रो देश सम्पूर्ण दल मिली ठेलो जस्तो फलम जस्तो एक ढिक्का बनी अगाडि बढौँ भन्ने मेरो चाहना व्यक्त गर्न चाहन्छु र नेपाली शाही सेना नेपाली प्रहरी नेपाली कर्मचारी सम्पूर्णले यताउता नगरिकन सम्पूर्ण जनतालाई एक दृष्टिसित हेर्नुपर्छ भन्ने मलाई लाग्छ, तर हेर्नु पनि पर्छ।